गेममा भए नसोचेको पाइने रहेछ। बिहानको भोजन ग्रहण पश्चात यसो बातचित गरौँ भनेर तल दाइको गृहतिर लागेको त हृदय पनि आइसक्नु भएको रहेछ। हेर्न कान्छो कुकुरको छेउरो कति राम्रो भन्दै बाहिर निकाल्न थाल्नु भयो। क्युट क्युट बच्चासँगै रमाउँदै बातचित चलिरहेको थियो। सूर्यदाई वनतिर तरुल खान जानु पर्यो भनेर निस्किन थाल्नु भयो। त्यसो भए म पनि जान्छु भनेर पुनः म गृहमा फर्के। आवश्यक अस्त्र आँसी कुञ्ची कोदालो त निकाले, तर एक चिजको कमी भएर दिदीको गृहमा पुगे। उक्त अस्त्र पुरा गरेर दाजुनेर पुगे अनि दुवै दाजुभाइ बातचित गर्दै वनतिर प्रस्थान गर्यो। बाटोमाथि तल नजर डुलाउँदै गर्दा पहिले नै अरू आइसक्नु भएको रहेछ। नजिक नजिक पक्कै पाइँदैन कान्छा, आज त टाढै पुग्नु पर्छ, एकछिन बसौँ है भनेर विश्राम गरेपछि हामी अघि बढ्यौँ। परै पुगेपछि दाजुले बाटोमुनि देखेर पसिहाल्नु भयो। म पनि यताउता नजर डुलाएँ। आधी घण्टापछि बल्ल बाटोमाथि एउटा बेला देखेँ। फाँडफुँड गरेर खन सुरु गरेको केही क्षण पश्चात तरुल भेटिहाल्यो अनि कुञ्जीको सहायताले निकाल्दै गर्दा तीनवटा हाँगा भएर गएको रहेछ, जसलाई सकुशल निकालेर म बाटोमा झरेँ। खोज्ने क्रममा नयनमा परिहाल्यो, तर भिरमा कसरी जाने भनेर जुक्ति लगाएर चढ्ने बित्तिकै भेटिहाले। सिधा अगाडि अडिएर खन्ने कुनै स्थान थिएन। साइडबाट खन्ने बित्तिकै तरुल काटिहाल्यो। निकालेर अझ माथि जाँदा एकै ठाउँमा दुईवटा बेला भेटे। साथै आश्चर्यचकित पनि भए, किनकि आज भेटेको मध्ये सबैभन्दा ठुलो बेला पाए। ठ्याक्कै पहरोमाथि के हुने हो, ढुङ्गाको अन्तरमा गएर छिरेको छ कि छोड्ने कुरै भएन। भाग्य र सानो वृक्षको भरोसा। खन्ने बित्तिकै तरुल ढुङ्गा माथि माथि उत्रेको रहेछ। निकालेर पहिले छोडेको दुईवटा बेलामा भने भाग्यले साथ दिएन, तरुल पहरोभित्र छिरेको रहेछ। अनि म बाटोमा झर्दा दाजु पहिले नै निस्केर कुरेर बस्नु भएको रहेछ। अनि हामी अलिहोरै आउँदै गर्दा बाटोमाथि कसले बेला काटेको झ्याङ देख्यो। म हेरेर आउँछु है त भनेर गएर हेरेको त काटेको नकाटेको 9-10वटा बेला त भेटे, तर पुरै सम्ममा कोदालीले मात्र खन्न नसकिने भएपछि बाटोमा झरेर पुरै जानकारी दिए। यति भएपछि घर जाने भारी पुगिसकेको छ, अब खोज्ने झन्झटतिर नलागौँ भनी हामी गृहतिर फर्क्यौँ।